हेलो साथीहरू नमस्कार। सन्चै आरामै हुनुहुन्छ होला र यदि तपाईहरुलाई मेरो च्यानल मन पर्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनु होला। र हामीले अघिल्लो क्लासमा कन्सोनेन्ट र स्वरको विषयमा चाहिँ अध्ययन गर्यौं। कन्सोनेन्ट र स्वरको विषयमा अध्ययन गरिसकेपछाडी हामीले नेक्स्ट क्लासमा चाहिँ पढ्नुपर्ने कुराहरू चाहिँ कन्सोनेन्ट र स्वरलाई चाहिँ कसरी जोड्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ। त्यसैगरी कन्सोनेन्ट र स्वरलाई जोडेर हामीले नेपालीमा ककाकिकी बनाए जस्तै गरी अक्षरको संरचना जसलाई कोरियन भाषामा उम्जल भनिन्छ। उम्जल भनेको व्यञ्जन प्लस स्वरको कम्बिनेसन हो। यसलाई चाहिँ हामीले कन्सोनेन्टलाई स्वरसँग जोडेपछि बनाउनु पर्ने हुन्छ। जस्तो कि गमा आ जोड्दै गर्दा गा, गमा या जोड्दै गर्दा ग्या, गमा अ जोड्दै गर्दा ग, गमा य जोड्दै गर्दा ग्या, गमा ओ जोड्दै गर्दा गो, गमा यो जोड्दै गर्दा ग्यो, गमा उ जोड्दै गर्दा ग र गमा यु जोड्दै गर्दा ग्यु, गमा उ जोड्दै गर्दा यहाँनिर मिस्टेक भएछ ग हुन्छ र गमा इ जोड्दै गर्दा गी हुन्छ। त्यस्तै गरी तपाईहरुले चाहिँ जस्तै नमा आ, ना, न्या, न, न्य, नो, न्यो, नु, न्यु, न, नि गरेर सबै अक्षरहरूलाई चाहिँ यसरी जोडेर प्र्याक्टिस गर्नु होला। यसरी प्र्याक्टिस गर्नुभयो भने तपाईहरुको चाहिँ अक्षरको संरचना, अक्षरहरू चाहिँ कसरी बनेको रहेछ भन्ने कुराहरू चाहिँ हामीले जानकारी पाउँछौं। र यस्तै गरी दलाई, रलाई, मलाई, बलाई, सलाई र त्यस्तै गरी अर्को अ अक्षरलाई पनि गर्नु होला। जस्तै ज, छ, ख, थ, फ, ह गरिसकेपछि फेरि क त प स चलाई पनि यस्तै गरी गर्दै जानु होला। र अर्को डबल स्वरहरूमा पनि तपाईले गदेखि सबै अक्षरहरूलाई च सम्मको अक्षरहरूलाई जोड्नु होला। यसरी जोडिसकेपछाडी तपाईले एउटा ककाकिकीको एउटा फर्म्याट बन्छ र त्यो ककाकिकीको फर्म्याट बनिसकेपछि चाहिँ तपाईहरुले यसमा प्र्याक्टिस गर्नको लागि चाहिँ एउटा कुनै पनि पेपर लिनु होला र त्यो पेपरमा चाहिँ रोमनमा तपाईहरुले प्र्याक्टिस गर्नु होला। जस्तो नेपालीमा किताब लेख्नु पर्यो भने कोरियन भाषामा किताब कसरी लेख्ने त्यसले चाहिँ रोमनमा प्र्याक्टिस गर्नु भने तपाईको प्र्याक्टिस चाहिँ छिटो हुन्छ। है त आजलाई यहीँसम्म र अर्को क्लासमा हामी भेट्ने छौं। धन्यवाद।